नमस्कार सबैजनालाई। आज म तपाईहरुलाई नेपालमा हालिने मलहरु र नेपालबाट वर्षेनी बाहिर विदेश जाने मलको लागि विदेश जाने पैसाहरुको बारेमा कुरा गर्न गइरहेको छु। नेपालबाट अरबौंको संख्यामा अरबौं रुपैयाँमा इन्डिया, चाइनाहरु जस्तो देशहरुमा जान्छ। प्राय गरेर त इन्डिया नै जान्छ मलको लागि पैसा। र यो पैसा चाहिँ हामीले नेपालमा कसरी जोगाउन सकिन्छ र इन्डियाको रासायनिक मल चाहिँ नेपालमा ल्याएर लगाउँदाखेरि नेपालको माटोको उर्वर शक्ति कसरी घटिरहेको छ भन्ने विषयमा म केन्द्रित रहनेछु आज। र भिडियोलाई पुरै हेरिदिनु होला र सक्नुहुन्छ भने शेयर पनि गरिदिनु होला। नेपालमा वर्षेनी अरबौं पैसा चाहिँ इन्डिया जान्छ। मान्छेले युरिया, डिएपी जस्तो रासायनिक मल अथवा अझै सजिलो भाषामा भन्नुपर्दा केमिकल भएको मलहरू चाहिँ इन्डियाबाट ल्याउने गरेको छ। त्यो मलहरू चाहिँ धानदेखि लगेर विभिन्न खाद्यान्नहरू उत्पादन गर्नको लागि चाहिँ प्रयोग गरिन्छ। तर त्यसले स्वास्थ्यमा पार्ने असर भनेको एकदमै जटिल छ। र मलाई के लाग्छ भने नेपालमा चाहिँ अब प्राकृतिक मल, प्राङ्गारिक मल, जैविक मलहरू जस्तो मलहरू गाईको गोबरबाट, भैँसीहरूको गोबरबाट अनि बाख्राको जुतोहरूबाट बनाएर मल प्रयोग गर्दाखेरि चाहिँ माटोको उर्वर शक्ति पनि बढ्थ्यो होला। जस्तै मैले यो पेट घटाउनको लागि त पहिला एक्सर्साइज गर्नु पर्यो होला। एकै दिनमा त माटो त्यो युरिया, डिएपी लगाएर चाहिँ बिग्रेको माटोको उर्वर शक्ति त एकै दिनमा सुध्रिने होइन होला। त्यस्तै गरेर यो पेट घटाउनलाई मैले एक्सर्साइज गर्नु पर्यो होला। एकै दिनमा मेरो पेट सुकेर यसो हुने त होइन होला। त्यस्तै कुरा हो यो चाहिँ। मान्छेले के मल युरिया, डिएपी नलाउँदाखेरि त कसरी चाहिँ उत्पादन गर्न सकिन्छ र धान लगायतका अन्नहरू कसरी उत्पादन गर्न सकिन्छ भन्ने प्रश्नहरू आउला। तर मलहरू लगाउन थालेपछि बिस्तारै, किनभने मैले पनि पहिला गरेको भएकोले बिस्तारै माटोको उर्वर शक्ति बढ्दै जान्छ। बाख्राको मल, गाईको गोबरहरू, भैँसीको गोबरहरू र अरू कुराहरूमा मिक्स गरेर ड्राई लिभ्सहरू जस्तै सुकेका पत्ताहरूमा मिक्स गरेर मिसाएर ढुट्याएर चाहिँ लगाउन थालेपछि चाहिँ 1.5 वर्ष, 2 वर्ष, 3 वर्ष लाग्ला। तर त्यो भनेको चाहिँ प्राकृतिक हुन्छ र अनि देशको स्वास्थ्य पनि बच्छ। देशको स्वास्थ्य भनेर मैले यहाँ किन जोडेको भन्दाखेरि यो युरिया, डिएपी, पोटासहरू जस्तो यो केमिकल युक्त मलहरू हाल्नाले गर्दा चाहिँ हाम्रो स्वास्थ्यमा प्रत्यक्ष असर परिरहेछ। मान्छेले नबुझेको मात्रै कतिलाई टाउको दुख्ने, कतिलाई छिट्टै गल्ने, शरीरहरू गल्ने लगायतको प्रब्लमहरू आएको छ। डाक्टरहरूले भनिरहनु भएको छ दिन रात नेपालमा। यो वास्तवमा भएको घटना हो, यो हुन्छ र मान्छेको स्वास्थ्य पनि बढाउन र कुल आयु दर अथवा लाइफ एक्सपेक्टेन्सी पनि बढाउनको लागि पनि प्राकृतिक मल प्रयोग गर्नु चाहिँ एकदमै बुद्धिमानी हुन्छ जस्तो लाग्छ। र मान्छेले अब देशभक्ति सोच्ने हो भने चाहिँ लाखौं करोडौं पैसा विदेश पनि जानबाट रोकिन्छ र देशमै पैसा बचाउनको लागि चाहिँ देशकै अथवा घरेलु मलहरू, अघि मैले उदाहरण दिएको जस्तो सबै खालको मलहरू प्रयोग गर्नु चाहिँ देशको लागि पनि, स्वास्थ्यको लागि पनि र आफ्नो बालीको लागि पनि र माटोको उर्वर शक्तिको लागि पनि एकदमै उपयुक्त हुन्छ। यो विषयमा त्यति चर्चा गरेको देखिएन नेपालमा। यो विषयमा चाहिँ चर्चा गर्नुपर्ने, बस छेड्नुपर्ने चाहिँ समय आएको छ। अब बालेन सरकार आइसके पछाडि चाहिँ अब यो कुराहरूको पनि बस छेडिन्छ होला भन्ने अपेक्षा राखेको छु। र कृषि मन्त्रीहरूले यो विषयमा ध्यान दिएर राम्रो अगाडि कार्यक्रमहरू ल्याइदिएदेखि चाहिँ एकदमै राम्रो हुने थियो जस्तो मलाई लाग्छ है त। तपाईँ कहाँबाट हेर्दै हुन्छ, कुन ठाउँबाट, कुन सिटीबाट, कुन गाउँबाट, कुन देशबाट हेर्दै हुनुहुन्छ कमेन्ट गर्नु होला। र मेरो भिडियो कस्तो लाग्यो त्यो पनि कमेन्ट गर्नु होला। र मैले कस्तो खालको भिडियो बनाएको तपाईँलाई मनपर्छ त्यो पनि कमेन्ट गर्नु होला। थ्याङ्क यू सो मच।